रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ दोसरी पूजा आकाश भ्रमण सूर्य भगवानलाई दोसरी पूजा आकाश भ्रमण सूर्य भगवानलाई रातै चन्दन रातै फुलमाला चढाऊ हरि हरि रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ केसरी पूजा जगत माता दुर्गा भवानीलाई केसरी पूजा जगत माता दुर्गा भवानीलाई रातै चन्दन रातै फुलमाला चढाऊ हरि हरि रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पूजा कैलाशवासी शङ्कर भगवानलाई चौथै पूजा कैलाशवासी शङ्कर भगवानलाई
अन्तर्यामी विष्णु भगवानलाई पितै चन्दन पितै फुलमाला चढाऊ हरि हरि पितै चन्दन पितै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ सृष्टिकर्ता ब्रह्मा भगवानलाई छैठौं पूजा सृष्टिकर्ता ब्रह्मा भगवानलाई सेतै चन्दन सेतै फुलमाला चढाऊ हरि हरि सेतै चन्दन सेतै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई जगाऊ पूजा कैलाशवासी शङ्कर भगवानलाई चौथै पूजा कैलाशवासी शङ्कर भगवानलाई निलै चन्दन निलै फुलमाला चढाऊ हरि हरि निलै चन्दन निलै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पूजा अन्तर्यामी विष्णु भगवानलाई पाँचौं पूजा अन्तर्यामी विष्णु भगवानलाई पितै चन्दन पितै फुलमाला चढाऊ हरि हरि पितै चन्दन पितै फुलमाला
चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ आउनु श्रद्धालु भक्त सज्जनहरू एकछिन भगवान प्रभुको हामी स्तुति वन्दना गरौँ। श्रीमद् भागवती सप्ताहको आज सप्तम दिवस हामी समापनको पूर्ण संगारमा पुगिरहेका छौँ। आज धेरै बेर कथा प्रवचन हुँदैन, कर्ताहरूका पनि विभिन्न कामहरू छन्, विदाईका हरेक कर्महरू छन्। हामीसँग तुलादानको क्रम बाँकी नै छ। भागवत भगवानमा तिलार्पण गर्ने तुलसी पत्र मृत्युको संघारमा पुगेका राजा परीक्षितलाई बडो ठुलो चिन्ता थियो। यो मानव जीवनमा सधैँ चिन्तै चिन्ता र डरै डरबाट जीवन व्यतीत हुन्छ। चिन्तै चिन्ता र डरै डरबाट मानव जीवन व्यतीत भइरहेको हुन्छ। जन्मदेखि फेरि मृत्युसम्म नडराएको दिन कहिले हुँदैन रे। हेर्नुहोस् त, हाम्रो मानव जीवन यति डरमा हुर्किरहेको छ, बढिरहेको छ, बितिरहेको छ। हरेक समयमा डरै डर र त्रासै त्रासबाट हामीले यो मानव जीवन पार गर्दछौँ। पहिला गर्भैमा विवाह पश्चात बच्चा हुन्छ कि हुँदैन भन्ने डर हुन्छ। ज्यान क्यान गर्भ रह्यो भने यो गर्भ राम्रोसँग विकास हुन्छ कि हुँदैन, वृद्धि हुन्छ कि हुँदैन, त्यही डर हुन्छ। बच्चा जन्मने बेला भयो, यो सजिलरी बच्चा जन्मिन्छ जन्मिँदैन, त्यही डर हुन्छ। सजिलै जब बच्चा जन्मियो यसलाई घाउ चोट नलाइकन हुर्काउन पाए हुन्थ्यो, राम्रोसँग बोली फुट्छ फुट्दैन, हिँड्छ हिँड्दैन, यही कर्ममा डर हुन्छ। बच्चा हुर्कियो, राम्रो यसले शिक्षा आर्जन गर्छ गर्दैन, संस्कार कस्तो लिन्छ, त्यही कुरामा हामीलाई त्रास छ। त्यो पनि पार गर्यौं। युवावस्थामा परिणत भयो, कामको सिलसिला, देश विदेश तथा रोजगार के गर्न सक्छ, उद्योग व्यवसाय, त्यसमा पनि हामीलाई चिन्ता छ, डर छ। त्यो पनि जानकन राम्रै भयो। अब विवाह गर्ने प्रसङ्गमा राम्रो घर मिल्छ मिल्दैन, वा राम्रो स्त्री मिल्छन् मिल्दैनन्, त्यो विषयमा त्रास छ। त्यो पनि राम्रो हुँदै गयो भने फेरि वृद्ध अवस्था हुने कुरा अत्यन्त डर छ, त्रास छ। कता वृद्ध भइनी हो, रोगाएर बस्न पर्ने हो कि रोगले च्याप्ने हो कि, त्यही कुरामा डर छ। रोग पनि लागेन, ल ठिकै भयो भने अब मर्ने बेलामा नजिकै पुगियो भने फेरि मर्ने बेलामा प्राण जान अप्ठ्यारो भएर गाह्रो हुने हो कि मलाई भन्ने डर छ है। बुढाबुढा हजुरबा हजुरआमाहरूले भन्नुहुन्छ कि अब अरू केही चाहिएन, भगवानको नाम जप्दा जप्दै जान पाए हुन्थ्यो भन्नुहुन्छ कि हैन। अब कोही चाहिएन संसारमा, मेरो इच्छा, मेरो उद्देश्य, मेरो लक्ष्य केही पनि छैन, केवल यो मेरो चाहिँ जब मलमूत्र स्याहार्न कसैले नपारिकन जान पाए हुन्थ्यो भन्नुहुन्छ बिचारा।
त्यो पनि डर छ। त्यो पनि जनकेन विरुद्ध पनि भयो। अब मर्ने बेलामा प्राण पनि सजिलै जाने भयो भने पनि मरेपछि फेरि नरकमा गइन्छ कि भन्ने डर छ। ल हेर्नुहोस्, नडराउने दिनै छैन। प्रत्येक समयमा डर, त्रास र चिन्ताबाट हामी हुर्किरहेका छौँ। यही डर, चिन्ता र त्रासको बिचमा अझै सबभन्दा बढी हामी डराउने भनेको मृत्युसँग हो, हैन? अरू सांसारिक वस्तुहरूसँग भन्दा असाध्य डर लाग्ने हामीलाई मृत्युसँग हो। त्यो मृत्यु यति भयानक छ जसले मृत्युको सामना गर्नका निमित्तमा धेरै ठुला ठुला सज्जन, विद्वान, विदुषीहरूले पनि मृत्युको सामना गर्न कठिनाई भयो। किनकि मृत्यु यति गाह्रो छ, यति पीडा छ, यति वेदना छ त्यो मृत्युमा। तसर्थ त्यो मृत्युको कार्यलाई बुझ्नका निमित्तमा पनि अहिले हामीले श्रीमद् भागवती ज्ञान प्राप्ति गर्नु जरुरी छ। त्यसैले हामीले त्यो सत्संगात्मक कुराबाट यो कुरा बुझ्नुपर्छ। ज्ञानको महिमा, सत्यताको महिमा, विचारको महिमा र भागवतीय चिन्तनबाट हामीले यो डरै डरबाट सृजित भएको, चिन्तै चिन्ताबाट सृजित भएको यो जुन मानवीय चोला छ, यो मानवीय चोलालाई अन्त्य अवस्थामा पुग्दा पनि निडर भएर केवल भगवानको नामसँग प्रेम गरेर जन्मपछि मृत्युसम्म गरिएका कर्महरूको सकारात्मक ऊर्जाले हामीले मृत्यु स्वीकार गर्न सक्नुपर्छ। जितासनो जिता श्वासो जित सङ्गो जितेन्द्रिय स्थूले भगवतो रूपे मन संधार्य दिया। श्वासलाई जित्न सक्ने शक्ति हामीमा प्राप्ति गर्नु पर्यो, इन्द्रियलाई जित्न सक्ने शक्ति हामीमा प्राप्ति गर्नु पर्यो, विचारलाई जित्न सक्ने शक्ति हामीमा प्राप्ति हुनु पर्यो र अन्त्य अवस्थामा स्थूल रूपमा रहेको भगवान श्री कृष्णमा यो मन लगाएर अर्पण गरेर हामी मुक्तिको गतिमा प्राप्ति हुनुपर्छ भन्ने जुन एउटा चिन्तन छ, त्यही चिन्तन सहित राजा परीक्षित बडो चिन्तित थिए, डराएका थिए। 7 दिनमा तक्षक नाम गरेको नागले डसेर म मरे भने मर्ने बेलामा मेरो प्राण जान कति कठिनाई होला, सर्पको टोकाइबाट मेरो मृत्यु हुने बेलामा शरीरभरि विषादी युक्त भइरहेका बेलामा म कति छरपटाउँला, यदि मेरो मृत्यु भइहाल्यो भने पनि म नरकमा जाने भए। यो चिन्तन थियो। यसरी आत्तिएका राजा परीक्षितलाई सुखदेवजीले बताउनुहुन्थ्यो, बडा ज्ञानात्मक कुराबाट बाबु तिमी बडो भाग्यमानी छौ जसले जीवनको अन्त्यकालमा भगवान नारायणको शब्दमय ब्रह्मसँग सम्बन्ध जोड्यो। श्रीमद् भागवती कथा केवल कथा मात्रै होइन, यहाँहरूले अब अन्तिममा बुझ्नु पर्ला। यो भागवती कथा मात्रै होइन, श्रीमद् भागवत एउटा पुराण मात्रै होइन। श्रीमद् भागवत भनेको यो मानवीय जीवनको जिउने कला हो। जबसम्म हामीले भागवत श्रवण गर्दैनौं हामी जिउन जान्दैनौं। यो जिउने कला हो। भागवतजीले जन्मदेखि मृत्युसम्मका हरेक व्यावहारिक पाटालाई उद्धृत गर्नुभएको छ र मर्ने कला पनि भागवतजीमा बताइएको छ। यो श्रीमद् भागवतजीलेको महात्म्यमा बताइएको छ कि रे रे गर्जति गर्जति। श्रीमद् भागवत मात्रै एउटा यस्तो शास्त्र हो जसले यस लोक र परलोक दुवै लोकको उद्धार गर्न सक्छ। यस लोकलाई मात्रै उद्धार गर्ने धेरै छन्, शास्त्रहरू पनि छन्, विधिहरू पनि छन्, व्यवस्थाहरू पनि छन्, कर्मकाण्ड पनि छन्, ज्योतिष छ, न्याय छ, षड्दर्शन छ, सांख्य योग छ, न्यायिक योग छ, वैशेषिक चाहिँ दर्शन छ, सबै कुरा छन्। तर परलोकको यात्रा पनि निश्चित गरिदिन सक्ने भनेको श्रीमद् भागवती शास्त्र हुनुहुन्छ। त्यसैले सुखदेवजीले बताउनुहुन्छ, राजा परीक्षित अब सन्ध्यालाई त्याग, एकाग्र चित्त भएर यो हरिद्वार नाम गरेको पुण्य पावनमय जुन पावन भूमिमा भागीरथी नदीको गंगाको तटमा शुक्र तालमा बसेर तिमीले श्रीमद् भागवती कथा सुनिरहेका छौ। यस्तो भागवती कथा मृत्युको समयमा श्रवण गर्नेवाला व्यक्ति तिमी वैकुण्ठमा जान्छौ, तिमी नरकमा जाँदैनौ। नरकमा म जान्छु कि भन्ने सन्ध्यालाई त्यागेर अब केवल भगवान परमात्मामा चिन्तन गर, प्रभुको विश्वास जगाऊ, प्रभु प्रतिमा आस्था जगाऊ, श्रद्धा जगाऊ। शरीरले सारा आर्जन गरेका कुराहरूलाई तिमी त्याग, अब केवल भगवान परमात्माको कीर्तन भजन र मननबाट अगाडि जाऊ। जीवनको अन्त्यकालमा काम लाग्ने भनेको त्यही नारायण हो, त्यसैको नामबाट मुक्तिमा जानुपर्छ भन्ने महिमाको बारेमा बताउँदै जाँदा हिजो 10 स्कन्धको कथा बताउँदै हुनुहुन्थ्यो। जब भगवान कृष्णचन्द्र नाम गरेका परमात्माका
8 भाइ आफूहरू दाजुभाइ, 6वटा बाबु छ, 6वटा दाईहरू कंसले मारेको थियो। 7औं नम्बरको बलराम, 8औं नम्बरको भगवान कृष्ण, अनि गएर 9औं नम्बरमा सुभद्रा नाम गरेकी बहिनी हुनुहुन्थ्यो। एक दिन आफ्नो मातालाई भगवान कृष्णले साष्टाङ्ग प्रणाम गरेर भन्नुभयो, माता देवकी, म त अब वैकुण्ठमा जाने बेला भयो। जम्मा 125 वर्षको आयुर्दा लिएर म जन्मेको। कहिले पापीहरूसँग युद्ध गर्दा गर्दा मेरो दिन बित्यो। अगासुर बकासुर ध्यानुकासुरको बेला या पष्टममा सारालाई मार्दै 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 जाँदा आमा अब म वैकुण्ठमा जाने बेला भयो। मेरो आमालाई म के भनौँ, मेरो पिताजीलाई मैले के भनौँ, मेरा इष्टमित्र बन्धु प्रजातिका उपरमा मैले के भनौँ, सारा यदुवंशीलाई लिएर म जाने बेला भयो आमा सोधिरहेका बेला आमाले भगवान कृष्णलाई देवकी मैयाले काख मारेर धुरो 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 रुँदै भन्नुभयो, कृष्ण अब तिमीले छोडेर वैकुण्ठमा जाने भन्दा बडो आधारले हिँड भएको निराधार बनेकी छु म। मैले ज्ञानका कुराहरू बुझ्न सकेकी छैन बाबु। मैले एउटा कुरा थाहा पाएकी थिएँ। के होला मेरो आमा भनिकन सोधनी गर्दा, बाबु तिमी 64 कला विद्या आर्जन गर्नका निमित्तमा गुरुकुलमा गयौ। अनि गएर गुरु दक्षिणामा मैले के दिउँ भनिकन गुरुआमालाई गुरुबालाई गुरु दक्षिणाका रूपमा तिमीले मरेको छोरा ल्याएर दिएका थियौ रे बाबु। तिम्रा 6वटा दाजु पनि कंसले मारेको थियो। ती 6वटा दाजु कंसले मारेका दाजुहरूलाई पनि बाबु जीवित गराएर ल्याइदिन सक्यौ भने 7औं नम्बरको बलराम, 8औं नम्बरको तिमी र सुभद्रा बहिनी, यिनै 9 जनालाई साथमा राखेर एउटा भगवान परमात्माको नारायणको यज्ञ गर्न मन छ मलाई। विष्णु भगवानको आराधना गर्ने यज्ञ गर्न मन छ मलाई भनिकन आमा बारम्बार रुनुभयो। भगवान कृष्णचन्द्र नाम गरेका परमात्मा सुतलमा जानुभयो। माताजीको इच्छा परिपूर्ण गर्नका निमित्तमा सुतलमा गएर भगवान परमात्माका जब 6 भाइ मरेका छोराहरू जीवित भएर बसेका रहेछन्, सुतल लोकमा गएर ती 6वटा दाजुहरूलाई पनि लिएर आउनुभयो। 7औं नम्बरको बलराम भगवान कृष्णसँग 8 हुनुभयो। अनि गएर सुभद्रा नाम गरेकी बहिनीका साथमा बसेर देवर्षि नारदलाई बोलाउनु भयो र देवर्षि नारदलाई हस्तिहारका मुखी आचमन सर्वाङ्ग स्नानले पूजा अर्चना वन्दना गरी एउटा विष्णु भगवानको यज्ञ सम्पादन गर्नुभयो। भगवान कृष्णचन्द्र नाम गरेको परमात्मा स्वयं आफू कर्ता भएर बस्नुभयो। देवर्षि नारदले कथा प्रवचन सुनाउनु भयो र विष्णु यज्ञ सम्पादन गर्नुभयो। वसुदेव देवकी बडा आनन्दित भए। जुन भगवान परमात्माको पूजा हुन्छ, अर्चना हुन्छ, वन्दना हुन्छ, स्थापना गरिन्छ, त्यही भगवान कर्ता भएर बस्दा कस्तो यज्ञ भयो होला हेर्नुहोस् त। देवर्षि नारदले बडा ज्ञान दिनुभयो। भगवान प्रसन्न हुनुभयो। यज्ञ पूर्णता भयो। यज्ञ पूर्णता भइसकेपछि मेरो माता अब म जाने बेला भयो, मलाई यहाँबाट बिदा दिनुहोस् भनिकन भगवान कृष्णले भन्नुभयो। सरासर अगाडि बढ्दै 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 जाने क्रममा युधिष्ठिरादि नाम गरेका राजाको राजसूय नाम गरेका यज्ञलाई पनि पूर्णता दिएर भगवान परमात्मा द्विविध नाम गरेको बानरलाई, दन्तवक्र र शिशुपालहरू साराको वध गर्दै गर्दै भगवान परमात्मा अगाडि बढेर जानुभयो। एक दिनको कुरा हो, भगवान कृष्णले आफ्नो जब मितलाई श्रीदामा नाम गरेका ब्राह्मणलाई कसरी आशीर्वाद दिनुभयो। श्रीदामा नाम गरेका ब्राह्मण देव हुनुहुन्थ्यो, असाध्य गरिब ब्राह्मण हुनुहुन्थ्यो। घरमा खाना बस्नको निमित्तमा व्यवस्थापन केही थिएन। श्रीमती कुचैला नाम गरेकी श्रीमती सुशीला थियो उनको नाम। सुशीला बारम्बार रुँदै एक दिन आफ्नो श्रीमानलाई भन्नुभएछ, मेरो पतिदेव श्रीदामा नाम गरेका ब्राह्मण देव, हजुरसँग मैले एउटा कुरा बिन्ती गर्छु। लौ नन्, तिमीले बिन्ती गर, के विचार गर्न खोजेकी छौ भन। श्रीदामा नाम गरेका ब्राह्मणले वाचन गर्दै गर्दा आज सुशीलाले भन्नुहुन्छ, प्रभु हजुरले विवाह गर्ने बेलामा भन्नुभएको थियो, मेरो नाल नाता कहाँ कहाँ सम्पूर्ण नाता हजुरले बुझ्नु पर्दैन नानी, एउटै कुरा बुझे पुग्छ, भगवान कृष्ण भनेको मेरो मित हुनुहुन्छ भन्नुभएको थियो। आज परमात्मा द्वारकपुरीमा 16,108वटा दरबारमा सम्पूर्णलाई व्यवस्था मिलाएर बस्नु भएको छ। वैभवताले सम्पन्न भएको तपाईको मित आज हाम्रो यो गति भएको छ। एकैपटक मितज्यूको पासमा जाउँ न हजुर। भगवान परमात्माको कृपा भयो भने हामी पनि हुने खाने होला, हाम्रो घरमा पनि व्यवस्थापन होला, हामी पनि आनन्दसँग दिनाचार्य बिताउन सकौँला भनिकन सुशीला बारम्बार रोनुभयो। श्रीदामा नाम गरेका ब्राह्मणले भन्नुहुन्छ, सुशीला जान त मेरो जब मितज्यूको पासमा भगवानका पासमा म जाने, तर जाँदा मैले के लिएर जाने, केही न केही जब लिएर जानुपर्ने भयो, उपहार लिएर जानुपर्ने भयो। भगवान परमेश्वरलाई भेट्नका निमित्तमा केही त लिएर जाने, तर मैले लैजाने वस्तु कोसेली केही छैन, प्रभुलाई दिने उपहार पनि छैन, प्रभुलाई दिने कोसेली पनि केही छैन।
सुशीला मैले के गरौँ भनिकन छरपटिएका श्रीधामालाई भन्नुभयो प्रभु म गाउँमा खोज्न जान्छु। सुशीला गाउँमा जानुभयो, इष्टमित्रकामा जानुभयो, हे बहिनी हे दिदी हे मेरो सङ्गिनी लौ न मेरो श्रीमान भगवानलाई भेट्न जाँदै हुनुहुन्छ, तिम्रो घरमा केही छ भनेदेखिबाट मलाई देऊ न भनेर बारम्बार जब माग्दै जाँदा चिउरा कुटेर रहेको जब भुसासँगको कनिके धुलो 2 मुठी भेटाउनु भएछ। त्यसैलाई एउटा जब कपडामा मैलो कपडामा पोटली बाँध्नुभयो, त्यही पोटली बाँधेर ल्याएर श्रीधामालाई दिनुभयो। मेरो पतिदेव यो पोटलीमा बाँधेको जब कनिका यही ल्याएर भगवान प्रभुलाई हजुरले उपहार दिनु। कसैले यो हामीसँग अरू धन सम्पत्ति दौलत खाने वस्तु कुनै किसिमको व्यञ्जन छैन। सुशीलाले भन्नुभएको थियो भगवान कृष्णलाई भेट्नका निमित्तमा प्रभु यो कोसेली लिएर म कसरी जाउँ। 16,108वटा दरबारमा बसेको 56 प्रकारको व्यञ्जन खाएको भगवान त्यति आनन्द भएर बसेको त्यो प्रगतिमा म यो दुर्गति भएको व्यक्ति म कसरी जाउँ। श्रीधामाले त्यो जब पोटली बाँधेको जब पोटली कोखीमा च्याप्नु भयो, हे भगवान प्रभु यदि प्रसन्न हुनुभयो भने हाम्रो पनि दिनाचार्य बितेर जाला राम्रो होला। यो लिएर भगवान परमात्मालाई हजुरले दिनुहोस् भनिकन सुशीलाले दिनुभयो। त्यही पोको बोकेर आज जब श्रीधामा नाम गरेका ब्राह्मण भगवान प्रभुलाई भेट्नका निमित्तमा अगाडि जानुभयो। सुशीला माताले भन्नुहुन्छ रे जीवनमा के छ धोको प्रभुजीलाई लैदिनुहोस् यो पोको। पाउ मर्दैन गर्दैन लाग्नु भयो। लाजले भुतुक्क भएका श्रीधामा नाम गरेका ब्राह्मणले श्री ठाडो गरेर हेर्न सक्नु भएको छैन। परमात्माको त्यो सारा प्रगति देख्दाखेरि मनमा हो प्रभु मसँगै पढ्न गएको भगवानसँग आज मेरो यो दुर्गति भगवानको यो प्रगति मैले कसरी यो कुरा बुझाउन सक्छु भनिकन बसिरहेको बेला भगवान परमात्मा भन्नुहुन्छ श्रीधामा नाम गरेको ब्राह्मण तिमीलाई दरिद्रता प्राप्त भएको एउटै कारण हो, यो कुरा बुझ्नु। तिमी र म शान्तिप्रिय नाम गरेका गुरुका घरमा पढ्न गएका थियौँ। शान्तिप्रिय नाम गरेका गुरुका घरमा पढ्न गएको एक दिन गुरुआमाले 4 जना साथीलाई खाजा दिनुभएछ। अलग अलग 4 जनालाई पोटली बाँधेर दिनुभएछ। बाबु भोक लागेको बेलामा समिधा खोज्न जाँदा यो आफ्नो आफ्नो नास्ता खानु है भनेर दिनुभएछ। यहाँनिर कुरा बुझ्नुहोस् है, गरिबी कसरी भइन्छ। भगवान परमात्मा जानुभयो, सबै 4 जना साथीहरू गए। दाउरा जब समिधाको बिटीहरू पनि तयारी गरे। अब हिँड्ने बेला हुन लाग्यो भन्ने बेलामा त भगवान परमात्माले यी साथीहरूको कतिको चाहिँ भक्ति छ त। यिनीहरू नियममा कति पाएका छन् विचार गर्न पर्यो भनिकन भगवान परमात्माले आकाशमा बादलहरू ल्याइदिनु भएछ। आकाशमा बिजुली चम्कन लाग्यो। बात वर्षा निभो तीव्र निष्ठुरा तनैत्र बिजुलीहरू गडगडान गरेर चम्कन लाग्यो। आवाजहरू चर्को भइरहेको बेलामा आकाश देख्नुबाट जब जलवर्षा हुन लाग्यो। जलवर्षा हुन लागेको बेलामा 4 जना साथीहरू छुटे। एउटा पूर्व एउटा पश्चिम एउटा उत्तर एउटा दक्षिण 4 जना साथीहरू अलग अलग गएका थिए। त्यसै बेलामा एकजना श्रीधामा नाम गरेका ब्राह्मणलाई असाध्य भोक लाग्यो। गुरुआमाले दिएको 4 जनाको जुन बाटे खर्च हो त्यो सबै सुदामासित थियो। 4 जनाको खाजा उनले बोकेर हिँडेको। असाध्य भोक लाग्यो, मेरो खाजा खाए के होला र भनेर उनले आफ्नो पोको खोलेर खाएर भ्याउँदा पनि जलवर्षा भएको भइछ। अब भिजेर पनि जाने भयो, अलिकति अर्काको पनि खाइदिन्छु भने अर्काको पनि खोसेर खाए। अनि गएर गर्दा गर्दै 4 जनाको खाएर उनले भ्याए। 4 जनाको खाएर सक्ने बित्तिकैमा घाम लाग्यो, पानी पनि बन्द भयो। 4 जना साथीहरू टुप्लुक्क चौबाटोमा जुटे। भगवान परमात्माले भन्नुभयो असाध्य भोक लाग्यो बाबु, पानीमा मेरो भाग पनि खाँदा 4 भाग मैले खाएँ। हामीलाई छैन त भन्दा छैन। त्यसो भए बाबु तिमीले अर्काको भाग खाएका कारणले गर्दा जीवनमा तिमीलाई दरिद्रता लागोस् भनेर भगवानले नै श्राप दिनुभएको थियो। त्यसैले अर्काको सम्पत्तिको लोभ गर्न हुँदैन। कहिलेकाहीँ हामीलाई लाग्छ नि हैन, कहिलेकाहीँ हामीलाई अरूको सम्पत्ति प्रति पनि धेरै लोभ बढ्छ के। अर्काको सम्पत्ति प्रति लोभ गर्ने होइन है। मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत् आत्मवत् सर्वभूतेषु य पश्यति स पण्डितः भनेको छ के। कस्तो मान्ने रे भन्दा कर्म बस्सरी गर्नु, आफ्नो कर्म गर्नु, परिश्रम गर्नु, परिश्रमबाट प्राप्ति भएको सम्पत्तिलाई हेला नगर्नु, त्यसलाई संरक्षित पनि गर्नु, तर अर्काको पसिनाको भार 1 पैसो पनि नलिनु।
जीवनमा अरूले गरेको पसिनाको भार एक पैसो पनि बढी आयो भने त्यो जाने बाटो, त्यो जाने बेलामा साथी खोजेर जान्छ। ल्याउँदा बडो परिश्रमसित हजुरले झुक्क्याएर, हजुरआमाले झुक्क्याएर ल्याए भनेर एकछिनलाई झोलामा, एकछिनलाई पकेटमा, एकछिनलाई जब खातामा राखेर हुँदैन, जाने बेलामा त्यसले सर्वस्व लिएर जान्छ। त्यसैले अर्काको सम्पत्तिमा लोभ नगर्नु, मातृवत् परदारेषु। यो संसारमा ज्ञानी मान्छेले संसारका जति पनि स्त्री जातिहरू हुनुहुन्छ यी सबै मेरो आमा बराबर हुनुहुन्छ, मैले सम्मान गर्नुपर्छ भन्ने भाव जुन पुरुषले लिन्छ भने त्यो जीवनमा कहिले गल्ती गर्दैन। संसारमा जति देखिएका स्त्री जातिहरू मेरो आमा बराबर हो, मैले सम्मान गर्नुपर्छ भन्नुहोस् त, त्यो कुनै पुरुष कहीँ गएर चुक्छ? चुक्दैन। मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत्। अर्काको सम्पत्तिलाई कस्तो ठान्नु भने बाटोमा हिँड्दा भेटिएको माटो ढुङ्गाको डल्ला जस्तो मान्नु रे नि। हामीले बाटामा हिँड्दाखेरि कति माटो हुन्छ, कति ढुङ्गा हुन्छ, टिप्दै गोजी हाल्दै गर्छौँ र गरिन्न? लौ ठेस लाग्यो ढुङ्गाले भने टिपेर हामीले झोलामा हालेर हिँड्छौँ र हिँड्दैनौँ? त्यसलाई यता छोडिदिन्छौँ, यता छोडिदिन्छौँ, सके नकुचिकन हिँड्छौँ हैन? हामी अगाडि बढ्छौँ, त्यसलाई मूल्य दिँदैनौँ। बाटोमा भेटिएको माटो ढुङ्गालाई जति हामीले मूल्य दिँदैनौँ त्यसै गरी अर्काको सम्पत्तिलाई पनि आफूले ल्याउने आस्था र चिन्तन, त्यो लोभ पनि नगर्नु हेर्नुहोस्, त्यो गर्न हुँदैन। व्यवहारिक पक्षको कुरा बुझ्नु होला। आत्मावत् सर्वभूतेषु, जस्तो मेरो आत्मा छ, जस्तो मेरो शरीरले खोज्छ त्यस्तै अरूको शरीरले पनि खोजेको होला भन्ने कुरा बुझ्नु के। मलाई खान मन भयो भने अर्काले पनि खान खोजे होला, मलाई लाउन राम्रो लाउन मन हुँदा उसले पनि लाउन खोजेको होला, मैले बोल्न खोज्दा ऊ पनि बोल्न खोजेको होला, म श्रृङ्गारिएर हिँड्दा उसलाई पनि श्रृङ्गारिक हुन मन होला, मैले सारा कर्म गर्दा उसलाई पनि कर्म गर्ने मन होला। यो संसारमा म जसरी बाँचेको छु त्यो अरूले पनि बाँच्ने कुरा त्यस्तै खोजेका होलान् भनिकन अर्काको रिस राग द्वेष नगर्नु, अरूको उपकारको बाटोमा लाग्नु, तब मात्रै ज्ञानी सज्जन पुरुषार्थ बन्न सकिन्छ राजा। यदि लोभ गरियो भने के हुन्छ? एउटा सानो दृष्टान्त मैले दिन्छु। दुईटा भक्त रहेछन् के, कसका भन्दा इन्द्रका। इन्द्र नाम गरेका भगवानका दुईटा भक्त रहेछन्। बिहान पनि पूजा, दिउँसो पूजा, बेलुका पूजा, दायाँ बायाँ पूजा गर्दा गर्दै गर्दा गर्दै गर्दा गर्दै दिन बित्दै गएछ। एक दिन बडो ठुलो चिन्तन गरेछन्, विलाप गरेछन् इन्द्रलाई। हे इन्द्र भनेछन्, भगवानका अब भक्त भएको इन्द्रले मलाई बोलाए भनेर इन्द्रले हजुर भन्नुभएछ स्वर्गबाट। अनि हजुरको पूजा गर्दा 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 40 वर्ष बित्यो। 10 वर्षबाट पूजा गर्न लाग्यो, 40 वर्ष पूजा गरियो, 50 वर्षका भयो हामी दुईटा। यो गाउँमा सबभन्दा गरिब हामी छौँ। पूजै नगर्ने, पाठै नगर्ने, व्रतै नगर्नेवाला कहाँ पुगिसके। जहिले पनि शङ्खकण्ठ बजाएको छ, पूजै गरिएको छ, हरे राम भनेको छ, हे कृष्ण भनेको छ, दुनियाँ गरिएको छ, तिम्रो नाम जपिएको छ। हामी गरिबको गरिब, हामीलाई पनि केही दिने होइन भनेछन् उनीहरूले। अब इन्द्रले पनि सोचेछन् साँच्चै हो, यसो डाटा पल्टाएर हेर्दा त 40 वर्षसम्म पूजा गरेका यिनीहरूलाई यति गरिब किन गराउने, धनी गराउनु पर्यो। इन्द्रले भन्नुभएछ, आकाशवाणी गरेर भन्नुभएछ, बाबु तिमीहरू दुईटालाई अहिलेसम्म गरेको फल अब प्राप्ति हुँदैछ, चिन्ता नगर। भोलि बिहान ठीक 9 बजेको समयमा तिम्रो घरभन्दा परपट्टिको एउटा ठुलो चौर छ, त्यो चौरमा सबै तिमीहरूले चौरलाई लिपेर यति राम्रो गराऊ, गाईको गोबरले लिपेर चट्ट गराएर राख। जय बोलो सियावर रामचन्द्र भगवानको। निद लाग्छ कि लाग्दैन कसैलाई? विचार गर्नु है, मैले लोट्नी चाहिँ मानेको छु, जो हो उसैले बुझ्नु होला। राधा कृष्ण भगवानको। अनि त्यसपछि इन्द्रले भन्नुभएछ, हेर भोलि तिम्रो घरको नजिकैमा एउटा ठुलो चौर छ नि भन्दा छ, त्यो चौरमा यति राम्रो बनाएर त्यसलाई खुर्केर गाईको गोबरले चट्ट लिपेर तयारी गर। अनि लिपेर तयारी गरिसकेपछि मैले बिहानको ठीक 9 बजे तिमीहरू दुईटालाई जति चाहिन्छ त्यति पैसा सररररररर माथिबाट खनाइदिन्छु, हजार गर्न जति चाहिएला त्यति मैले दिन्छु भनेपछि त यति खुसी भए। त्यो चौरमा बडो आनन्दसँग तयारी गरे, लिपलाप गरे। तिनीहरू दुईटा दुई भाइ भएर गए। ती दुईटा शिष्यहरू गइसकेपछि के विचार गरेछन् ती दुईटाले भने, भगवानले माथिबाट चढाउन त चढाइदिनुहुन्छ होला, यति भनेपछि इन्द्रले पक्का वर्षाउनुहुन्छ होला। तर अब वर्षाइसकेपछि फेरि त्यो पैसा कसले कति लिने भन्ने हिसाब के हुन्छ त?
हामी दुईटामा कसले कति लिने भन्ने हिसाब हुन्छ। त्यसको लागि त केही विभाजन गर्नु पर्यो भनेपछि बीचबाट एउटा रेखो काटौँ। त्यो रेखोबाट दायाँको श्यामको अनि गएर बायाँको रामको ल हुन्छ। रेखो काटेछन्, चट्ट रेखो काटे अनि ठिक 9 बज्यो। दुईटैले भगवान इन्द्रको ध्यान गर्दै थिए। माथिबाट सरर पैसा फरर उड्दै आयो। हेर्नुहोस्, माथिबाट हजार-हजारका नोटहरू आए। यताको एउटा बोरामा राख्यो उसले, अर्काले रामले एउटा बोरामा, श्यामले अर्को बोरामा राख्दा राख्दा 1 बोरा 2 बोरा 3 बोरा हो र हैरान पर्ने गरी 50-50 बोरा पैसा भएछ। हजार-हजारका नोट अब 50-50 बोरा भएपछि जीवनलाई के कमी हुन्थ्यो र? सारा पुग्यो। अनि गएर त्यो आधा घण्टाको बिचमा 50 बोरा जब पैसा झर्यो, पैसा झरेपछि सबै उठाएर भेनी बेलामा त्यो रेखामा 2टा नोट परेछन् के। रेखाभन्दा बायाँ श्यामको थियो, दायाँ रामको थियो। रेखामा ट्याक्कै रेखामा परेछन् 2टा नोट। अनि त्यो 2टा नोट परेपछि रामले भन्दो रहेछ, यो त रेखामा अलिकति यतापट्टि अलि बढी आछ, यो मेरो हो। श्यामले भन्छ, होइन यो रेखामा अलिकति बढी मपट्टि आएको छ, यो मेरो। रामले पनि त्यो 2टा नोट छोड्न सक्दैन, श्यामले पनि 2टा नोट छोड्न सक्दैन। होइन उसले भन्छ मेरो, उसले भन्छ मेरो। दुईटैले युद्ध गर्न लागेछन्। यता 50-50 बोरा धन छ। भगवानले दिएको 50-50 बोरा धन छँदैछ। 2टा हजारमा लड्न लाए। इन्द्र आउनु भएछ टुप्लुकै, ए बाबु नलड त। के भयो भनेको, यो हेर्नुहोस् न, रेखाभन्दा यताको यसको यताको यसको भनेर विभाजन गरेको। रेखामा परेको नट मेरो भन्छु मैले, उसले मेरो भन्छ। यहाँ त बडो विवाद भयो। अनि इन्द्रले भन्नुभयो, बाबु जाऊ त्यो 50 बोरा पनि यही ल्याऊ, यताको 50 बोरा पनि यही ल्याऊ भन्नुभयो। 50-50 बोरा त्यही लिएर आए र भगवान इन्द्रले भन्नुभयो, न यताको रामको न यताको श्यामको, यो सबै भगवानको। अब लिएर जान्छु है बाबु भन्नुभयो। सबै पैसा बोकेर जानुभयो फेरि इन्द्र वैकुण्ठ धामतर्फ। फेरि इन्द्र आफ्नो स्वर्गमा जानुभयो। न तिम्रो न श्यामको न रामको, यो त मेरो हो नि बाबु। मेरो सम्पत्ति तिमीले माग्यौ र मैले दिएँ, तिमीले माग्यौ र मैले दिएँ। अब त्यो दिँदा पनि असन्तुष्टि जाहेर गर्यौ, त्यसैले फेरि फर्काउने बेला पनि आयो। हाम्रो पनि जीवनमा त्यही हो। हेर्नुहोस्, पहिलेबाट नै हामीले अविनाशी तत्त्वको चिन्तन गर्नु पर्दछ। त्यो अविनाशी तत्त्व भनेको ब्रह्म हो। ब्रह्म भनेको सत्य हो। सत्य भनेको हामीले गरिने कर्महरूको अन्तिम योग हो। हामीले गरिने कर्महरूको अन्तिम योग हो। गीताजीमा भगवान श्री कृष्ण बताउनुहुन्छ अर्जुनजीलाई, हे अर्जुन, तिमीले जीवनमा गरेका सारा कर्महरूको अन्तिम योग फलमा जोड्छौ वा घटाउँछौ। माइनस भयो भने तिमी नरकमा जान्छौ, प्लस भयो भने तिमी स्वर्ग वा वैकुण्ठमा जान्छौ। अनि तिमीले फेरि यो जीवनको बारेमा बराबर हिस्सामा अगाडि बढ्यौ भने फेरि अर्को जन्म प्राप्ति गर्छौ। यति कुराको फरक हो। हामीले यो मानव जीवनमा जे कर्म गर्यौं, त्यो कर्मका प्रभावले हामी फेरि जन्मने र मर्ने लोकमा आउने रहर नगर्नु के है। फेरि जन्मौला, फेरि अर्को बचाइ जब यो समय व्यतीत गरेपछि, यो जन्म पार गरेपछि अर्को जन्म पनि जन्मौला भनेर नभन्नु। कसैको बानी हुन्छ नि, यो जन्म के यस्ता त 7 जन्म पनि म त हजुरकै हो भन्छ नि कसै, अथवा म तिम्रै हो अथवा म हजुरकै हो भन्ने चलन छ कि छैन? पक्का छ होला। यो जन्म त के यस्तो त जति जन्म जन्मे पनि म त हजुरकै हो भनेर मक्ख बनाइदिन्छन् श्रीमतीले श्रीमानलाई। श्रीमान पनि हो भनेर बताएर मैले पनि भनिदिन्छ उसले पनि बिचारा है। त्यस्तो कुरा नगर्नु। त्यो 7 जन्म 10 जन्म 20 जन्म फेरि जन्म होला नहोला त्यत्रो टाढा पुग्नु पर्दैन। यही जन्ममा नै 7औं जन्म 100औं जन्मलाई पुग्ने गरी माया, प्रेम, सद्भाव, संस्कार, बुद्धि, विवेक सबै प्रयोग गर्यो भने अर्को जन्मको के जरुरी हुन्छ र? केही कुरा अहिले भन्दा धेरै प्राप्ति गर्न छ भने नै अर्को जन्मको कल्पना गर्ने हो। अहिले बनाएको घरभन्दा राम्रो बनामला भन्ने रहर भए हैन, अहिले खाएको भन्दा अझ मिठो खामला भन्ने भए, अहिले देखेको भन्दा अझ धेरै कुरा मैले देखुला भन्ने भए। केही कुराको इच्छा प्रकट गरेर मात्रै न भोलिको जन्मको कल्पना गरे हो हामीले। यही जन्ममा नै यो शरीरलाई, यो आत्मालाई, यो मनलाई, यो बुद्धिलाई, यी इन्द्रियहरूलाई यति कन्ट्रोलमा राख्नुहोस् कि यही जन्मबाट सारा भगवान परमात्माले मलाई दिएको कुरा प्राप्त गरे। अब मलाई केही कुराको कमी छैन, बाँकी छैन भन्ने बनाएर मर्नुपर्छ के। यो जन्मलाई नै स्वर्ग बनाउने रे। हेर्नुहोस्, यो मानव जीवनलाई नै यही घरलाई स्वर्ग बनाउने हो। मरेपछि स्वर्ग गइएला कि नगइएला त्यो परको कुरा छ। एउटा भजनमा भन्ने गर्छन् नि,
होइन मरेर कोही आएको छैन भगवान् छन् नै ला छैन भनेर एउटाले कसले भजन गाउँथ्यो कि होइन अब मरेर कोही आएर म फलाना ठाउँमा गएर आएको भनेर कोही आ पनि छैन भगवान् छैनन् पनि ला छैन भनेर उसले भजन गाए जस्तै मरेपछि स्वर्ग गइएला या नरक गइएला या वैकुण्ठ गइएला या नगइएला त्यो कुरा हामीले छोडिदिउँ तर अहिले यति एउटा कुरा के बुझौँ भने यही जन्ममा नै यही गृहस्थीमा नै यही परिवारमा नै मैले स्वर्ग तुल्य बनाउँछु भने घर नै स्वर्ग बन्छ के घर नै स्वर्ग बन्छ र त्यही घर परिवारमा नै सारा देवता प्राप्ति हुन्छन् त्यही घरि परिवारको कर्मबाट नै यो मानव जीवन चुङ्गिएर जान्छ हामीले पुनरपि जननम पुनरपि मरणम जन्मनेर मर्नेवाला लोकको हामीले कल्पना नगरौँ यही लोकबाट यही जन्मबाट नै भगवत तत्त्वको चिन्तन गरेर मुक्तिमा जाउँ यसैमा सायुज्य गति प्राप्ति हुन्छ चार वेदहरूले भगवानको जय होस् उनी परमात्मा कृष्ण बन्दे जगत गुरुम संसारको गुरु भनेको भगवान कृष्ण तपाईबाट दिएको ज्ञान संसारमा फैलिएर जाओस् भनिकन आज कृष्ण भगवानलाई कृष्ण बन्दे जगत गुरु भन्ने निर्णय गर्नुभयो उदरम उपासते ऋषि वर्त्म सुकुर पदृश परिसर पद्धतम हृदयमा अरुणयो दहरम वेदस्तुतिमा भनिदिनु भयो भएर आएको महिमा बताउनु भयो अन्तिममा आफ्नो जब सुभद्रा नाम गरेकी बहिनीलाई अर्जुनसँग विवाह गराएर भगवान परमात्मा आफ्नो मानवीय जीवन लीलालाई अब त्याग गर्ने तयारी गर्नुभयो हामी एकादश खण्डमा गइसकेपछि एक दिन भगवान कृष्णचन्द्र नाम गरेका परमात्माका जब छोराहरू सम्पूर्ण छोरा र नातिहरू जति तयारी भएछन् भगवान परमात्माका सम्पूर्ण यदुवंशीहरू कति भएका थिए त भने 16,108 वटी रानीबाट भगवानका 10 भाइकाजहरूले सन्तान उत्पत्ति गर्नुभएको थियो यदुवंशीहरू 30 करोड पुगिसकेका थिए सबैमा अहंकार बढ्दै गएको थियो अब भगवानले विचार गर्नुभयो आफ्नो परिवारले अहंकार प्रदर्शन गर्यो भने यदुवंशीमा कलंक फैलियो भने मेरो इज्जत जान्छ त्यसैले गल्ती गर्नेवाला मेरो यदुवंशीलाई मैले साथमा लिएर जान्छु भन्ने निर्णय गर्नु र भगवान कृष्णचन्द्रका छोरा नातिहरूको बुद्धि भ्रष्ट भइसक्यो तिनीहरू मध्येमा जब माइली रानी जाम्बवती थिइन् तिनै जाम्बवतीबाट जन्मिएको साम्ब नाम गरेको छोरा असाध्य सोझा थिए जसले जे भने त्यही मान्थे के एक दिन भगवानका छोरा र नाति जतिले के भनेछन् भने साम्ब बाबु भनेको हजुर तिमीलाई त्रिजाति जस्तो बनाइदिन्छौँ न महिला बनाइदिन्छौँ हुन्छ भनेछ क्यारेर भनेर भनेको ट्याक्क यहाँ सिउँदामा टिको लगाइदिन्छन् निधारमा टिकी लगाइदिन्छौँ कोरीबाटी चुलठी जे हुन पर्ने थियो मेकअप गरिदिन्छौँ अनि साडी लगाइदिन्छौँ यो पेटमा कपडा टक्क मिलाएर 2 जिउकी बनाइदिन्छौँ भनेछ अब ती साम्ब नाम गरेका बाबु सोझा थिए हुन्छ जे भने हनी बनाओ म त हुन्छ भनेछन् उनले मानेछन् अनि 2 जिउकी जस्ती बनाइदिएछन् कोरीबाटी चुलटी श्रृंगार लाली पाउडर जे लाउनु पर्ने थियो त्रिजातिको श्रृंगार भयो हातमा चुरा लगाइदिए सबै ठिक्क गरेछन् त्यसपछि कहाँ जानी त भनेको यहाँ ऋषिहरू कहाँ जानी कुन ऋषि भनेको विश्वामित्रादि नाम गरेका ऋषिहरू बसेका छन् कतिको हेराउन जान्ने रहेछन् आज गएर परीक्षा लिउँ भनेर गएछन् सरासर गई साम्ब नाम गरेका बाबुलाई बल्ल बल्ल हिँड्न नसक्ने बनाएर हातले समय लिएर गएछन् लिएर गएर ऋषिहरूलाई भनेछन् प्रभु भनेको हजुर यी हाम्रा साथीकी पत्नी हुन् भनेछन् हो भन्दा हो अनि यहाँ किन ल्याएको त भन्दाखेरि यिनी 2 जिउकी छन् अब बच्चा जन्मिने तयारी त भएको छ प्रभु तर यो पेटमा बच्चा छोरो होला कि छोरी होला कि के होला भनेर हामीलाई त असाध्यै यिनले हैरान गरिन सोध्न आएको भनेछ ऋषिहरूलाई पनि रिस उठ्यो भगवान कृष्णको माइली श्रीमती जाम्बवतीको छोरा साम्ब नाम गरेका पुरुष बाबुलाई ल्याएर त्रिजाति बनाएर हामीलाई परीक्षा लिन आउने त्यही बेलामा गुरुहरूले पनि रिसाएर श्राप दिनुभयो बाबु यो साम्ब नाम गरेको बाबु हो यो कुनै त्रिजाति होइन यिनको गर्भमा एउटा मुसल छ त्यही मुसल जन्मेपछि सारा यदुवंशको नाश गर्छ भनेर आज श्राप पर्यो अब जब भगवानका छोरा नातिहरू आत्तिए दगुर्दै बीच बाटोमा जाँदा त साम्ब नाम गरेका बाबुको मुसल जब पेटबाट मुसल निक्लिहाल्यो कोखो फुट्यो त्यही कोखाबाट मुसल निक्लियो आज रक्ताम्य भएर निक्लिएको मुसललाई लिएर सारा गए भगवानका पासमा हे प्रभु लौ न यस्तो भयो भनिकन भगवानलाई बताउँदा बाबु यसलाई यहाँ राख्न हुँदैन यसले यदुवंशको नाश गर्छ कहाँ लाने त भन्दा यसलाई प्रवास नाम गरेको क्षेत्रमा लैजाऊ प्रवास नाम गरेको क्षेत्रमा लिएर त्यसलाई जब एउटा विभिन्न किसिमबाट पत्थरमा त्यसलाई घोड्दै यसलाई तरल बनाएर रहेको टुक्रो नदीमा फ्याँक्देऊ भन्नुभयो हुन्छ भनिकन लिएर प्रवास क्षेत्रमा त्यो फलामको मुसललाई घोड्दै गएका ठाउँबाट जति पानी राख्दै गर्दै जाँदा श्रीखण्ड घोटे चाहिँ भयो त्यसबाट गएको तरल पदार्थबाट एरका नाम गरेको झार निक्लियो त्यही झारमा दुवैपट्टि नै जब विभिन्न किसिमको धार निक्लिएको हुन्छ
अनि गएर रहेको टुक्रो नदीमा फ्याँकेको एउटा माछाले खायो। माछालाई माझीले माछा मारेर घरमा लिएर गए। पेट छिरेर हेर्दा त एउटा बाणमा चढाउनेवाला गोलीको आकृति भयो। यसलाई निशाना लगाउँछु, कुनै दिनमा काम लाग्ला भनिकन बाणमा चढाएर राख्यो। यता भगवान कृष्णचन्द्र नाम गरेका परमात्मा वैकुण्ठमा जाने तयारी गर्नुभयो। उद्धव नाम गरेका बाबुले दुई पाउमा समाएर बिन्ती गर्नुभयो, मेरो ईश्वर अब मलाई ज्ञान दिनुहोस् प्रभु। हजुर 125 वर्षसम्म सँगै खेलेको खाएको प्रभु वैकुण्ठ जाने तयारी भयो। म कहाँ जाउँ? प्रभुलाई दर्शन गर्नका लागि मैले के ज्ञान सिकाउँ? यसै बेलामा उद्धव नाम गरेका बाबुलाई भगवान श्रीकृष्णले बताउनु भयो, उद्धव अहिले सरासर तिमी बद्रिक आश्रममा जाऊ, पछि तिमी मुक्ति भएपछि वैकुण्ठमा आऊ बाबु। अहिले तिमीलाई म ज्ञान दिन्छु। दत्तात्रेय नाम गरेका भगवानले बताएको 24 गुरुको ज्ञान भनेर ज्ञान बताउन लाग्नुभयो। दत्तात्रेय नाम गरेका भगवानले 24 जनालाई गुरु मान्नु भएको थियो। कसलाई गुरु मान्नु भएको थियो भने पहिलो नम्बरमा पृथ्वीलाई गुरु मान्नु भएको थियो। पृथ्वीलाई कसरी गुरु मान्ने भन्दा सहनु सहनु नसके पनि सहनु, कस्तै परे पनि सहनु रे के हैन। जसले सहयो सहनीवालाको एक दिन अघि भन्ने चलन थियो नि, सहनीको सहकाल बोल्नेको अनिकाल हैन त। जसले सहन्छ त्यो सहनीको एक दिन विजय हुन्छ, सहनीवालाको विजय हुन्छ। जस्तो अवस्थामा पनि प्रतिकार नगर्नु रे, प्रतिकार नगर्नु, प्रतिकार गर्न हुँदैन। एक दिन बुद्ध भगवानले 4 जना शिष्य लिएर पढाउनुहुन्थ्यो बुद्धजीले। त्यही गाउँमा एउटा मूर्ख थिए, गएर बुद्धलाई तथा नाम गाली गर्थ्यो। 4 जना शिष्यका अगाडि गुरुलाई तथा नाम गाली गर्दा त्यो गुरुको मन त बिग्रन्थ्यो होला, तर बुद्धले प्रदर्शन गर्नुहुन्थेन। उसले भनेको कुरा नसुने चाहिँ गरिदिनुहुन्थ्यो। गएर बुद्धले बोल्दा बोल्दै बुद्धको मुखमा थुक्दिन्थ्यो, बुद्ध भगवानको मुखमा थुक्दिन्थ्यो। गाउँका सबै चाहिँ जब बालकहरू जति जम्मा गरेर तिमीले यस्तो खतम गरायौ भनेर गाली गरेर मुखमा थुक्दिन्थ्यो। बुद्ध भगवानले सट्ट पुस्नुहुन्थ्यो तर गाली गर्नुहुन्थेन। 1 दिन 2 दिन 3 दिन जब त्यस्तो क्रम दोहोरियो, बुद्धका शिष्यहरूले भन्थे, प्रभु गुरु हजुरको अपमान भयो, यसलाई कारबाही गरौँ भन्दा होइन बाबु, यसलाई कारबाही हामीले गर्ने होइन। बुद्धले के भन्नुहुन्थ्यो भने जगतमा उपहार दिनेवाला, पुरस्कार दिनेवाला र दण्ड दिनेवाला हामी केवल माध्यम मात्रै हो। सबैभन्दा माथि सर्वान्तर्यामी परमात्मा छ। फलानाले मलाई यसो गर्यो भनेर चिन्तित नहुनुहोस्, किनकि फलानालाई पनि जंगलको सबभन्दा बलवान म हात्ती हो भन्नेवालाको सुडमा पनि एउटा कमिला गएर टोक्यो भने हात्ती गुल्टिन्छ। संसारमा एउटाको बादशाह एउटा राजा छ भने त्यसको बादशाह अर्को निक्लन्छ। सबैलाई सजाय दिने भगवान हुनुहुन्छ, बाबु बोल्ने होइन भन्नुहुन्थ्यो। अनि एक दिन त्यो बडा मूर्ख अचम्म मानेछ। मैले गालामा हान्दा पनि प्रत्युत्तर छैन, मैले मुखमा थुक्दा पनि प्रत्युत्तर छैन, यति निन्दा गर्दा पनि बुद्धले प्रत्युत्तर गर्दैनन्। साँच्चै ज्ञानी यही छन् क्या होइन? ए बुद्ध मलाई पनि ज्ञान देऊ त भने अर्का दिन गएर जब दिनौं दिन दोहोरिरहेपछि बुद्ध केही बोल्नु भएन, मौन हुनुहुन्थ्यो। मूर्खले भनेछ मलाई पनि अलिकति ज्ञान दिनुस् न बुद्धजी भनेछ। ए हो ल ठिक छ, तिमीले ज्ञान लिने हो भने यहाँ प्राप्ति हुँदैन बाबु, भोलि बिहान तिम्रो घर आउँछु र तिमीलाई ज्ञान दिन्छु भन्नुभएछ बुद्धले। तिम्रो घर आएर ज्ञान दिन्छु। अनि के गर्नु पर्यो त मैले भनेछ त्यो मूर्खले। त्यसै बेला बुद्धजीले भन्नुभएछ बिहानमा यति राम्रो खीर पकाएर बस, तिमी असाध्यै मिठो खीर 1 डेक्ची बनाएर राख। बिहान म भिक्षा माग्दै आउँछु, मैले भिक्षामा पात्रमा अलोक भिक्षाम देही भन्दै म आउँछु। त्यही बेलामा भिक्षा दिँदा तिमीले के दिए भने त्यही पाकेको खीर मलाई देऊ। पाकेको खीर दिएपछि त्यो भिक्षा मैले जब प्राप्ति गर्छु अनि तिमीलाई म ज्ञान दिन थाल्छु भन्नुभएछ। बडा अचम्म भयो। हुन्छ भन्यो, घरमा गयो, श्रीमतीलाई भनेछ हेर भोलिबाट म ज्ञानी बन्नियो, मैले ज्ञान सिक्न छ। त्यसैले गर्दा बुद्ध भिक्षा माग्दै आउँछन्, उनका लागि खीर तयारी गरेर राख्ने भनेपछि यति मिठो बनाएर खीर तम तयारी गरेर राखेछ। बुद्ध ठिक बिहानको समयमा आउनुभयो, लोक भिक्षाम देही भन्दै द्वारमा आउनु। द्वारमा आउँदा उनले भित्रबाट 1 डेक्ची खीर लिएर गयो। जाँदाखेरिमा एउटा डोल्ची थाप्नु बारे छ। भिक्षा माग्ने पात्रमा त्यो डोल्ची रहेछ। त्यो डोल्चीमा जब खीर खनाइदिन लागेको थियो, त्यो मूर्खले यता बुद्ध भगवानको डोल्चीमा खीर खनाउन लागेका बेलामा त्यो डोल्चीको पिँधमा त सबै गोबरै गोबर भरिएको, अलिअलि किरा पनि लागेको गोबर सहित रहेछ त्यो डोल्चीमा। जब खीर खनाउन लाग्यो
यसो हेरेको त डोल्चीको पिनमा त गोबर पनि छ, किरा पनि छ। ए बुद्ध के गरेको तपाईले जोगीजी? यस्तो गोबर र किरा भरिएको हो, सब त्यसले तम तयारी भएको डोल्चीमा मैले खिर खन्याएँ भने त्यो खिर कसरी खानुहुन्छ? बुद्धले भन्नुभयो केही हुँदैन के, राखा 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 भन्नुभयो। होइन, यति राम्रो मिठोसँग बनाएको, राम्रो परिकार बनाएको त्यो गोबरमा किन खन्याउने? यसलाई भाँडो सफा गर्नुपर्छ, यो चाहिँ डोल्ची सफा गरेर आउनुहोस् अनि मात्रै म खिर खन्याउँछु भन्नुभयो। अनि बुद्धले त्यसै बेला भन्नुभयो बाबु, यदि तिमीले पनि ज्ञान लिने हो भने पहिला यो गोबर भरिएको दिमागलाई तिमीले क्लिन गर। पहिला तिम्रो यो दिमागमा अहंकारले भरिएको यो दिमागलाई क्लिन गरिदेऊ, यसलाई सफा गर्यौ भने बल्ल त्यहाँ राम्रो कुरा गरेर बस्छ के। तिम्रो अहिलेसम्म दृष्टि नै गलत छ। जबसम्म तिम्रो दृष्टि सुध्रिँदैन तबसम्म सृष्टि सुधार्ने कुरामा तिमी पर्याप्त कहिले हुँदैनौ। पहिला हाम्रो दृष्टि सुधारौं, हामीले हेर्ने हेराइ नै सुधारौं, हाम्रो बानी नै सुधारौं, हाम्रो विचारलाई शुद्धता ल्याउँ भने बल्ल ज्ञान आर्जन गर्न सकिन्छ। त त्यहाँ पृथ्वीलाई गुरु कसरी मानियो भन्दा सहनु सहनु, नसके पनि सहनु, कस्तै परे पनि सहनु। सहने कुरामा पृथ्वीलाई गुरु माने भन्नु हो। अनि दोस्रो कसलाई गुरु मान्नु भयो भन्दा सूर्य नारायणलाई मैले गुरु माने। सूर्यलाई कसरी गुरु मान्नु भयो भन्दा ड्युटी गर्ने कुरामा निरन्तरता। सूर्यलाई ड्युटी भनेको सूर्यले जस्तो गर्नुपर्छ। हामीले के ड्युटी गर्छौं र गर्छौं त? हाम्रो त साउ कडा छ भन्छ नि कसै कसै। जति कडा साउ भए पनि हामीले आँखा चल्छौँ। तर सूर्य नारायणले जस्तो ड्युटी जसले गर्छ वफादारीतापूर्वक, त्यसले जीवनमा सफलता प्राप्ति गर्छ। यो मालिकको काम हो, यो राजाको काम हो, यो फलानाको काम हो भन्ने होइन के। यो काम नै मेरो काम हो भनेर जहाँ गयो त्यही आफ्नो ड्युटीमा कार्य कुशलता र कौशलता बन्नु पर्यो। सूर्य नारायणलाई हेर्नुहोस् त, तिनीबाट हामीले के सिक्ने? आज पुसको महिना, आज माघको महिना, आज बर्खायाम, हैन? अब यस्तो बेलामा नउदाए के हुन्छ र भनेर कहिले कहिले दिउँसो 2 बजे उदाउने, कहिले कहिले राति 3 बजे उदाउने, कहिले कहिले उदाउँदै नउदाउने गरी पनि त हुन्थ्यो नि। हाम्रो केही चल्थ्यो, केही उपाय लाग्दैन थियो। जुन तिथि, जुन अयन, जुन ऋतु, जुन महिना, जुन दिन, जुन बार, जहाँबाट जुन समयमा उदाएर जुन समयमा अस्ताउनु पर्ने हो, एक निमेष पनि, एक सेकेन्ड पनि फरक छैन। आफ्नो ड्युटी निरन्तर छ। ड्युटी गर्ने कुरामा, नियमसँग ढङ्गले अगाडि बढ्ने कुरामा मैले सूर्यलाई गुरु माने भन्नुभयो। त्यसै गरी सूर्य नारायणलाई पनि हामीले गुरु मान्नका लागि आफ्नो जीवन सुधार्न हामीले के गरौँ? नियममा रहनु पर्यो के। खाने निश्चित समय, बोल्ने निश्चित समय, हिँड्ने निश्चित समय, सुत्ने निश्चित समय, पढ्ने निश्चित समय। आज मन लाग्यो भनेर 4 पटक खायो, भोलि मन लागेन भन्यो भोकै बस्यो, हैन? पर्सि मलाई त यस्तै हो भन्यो, अर्कै हेभी चिज खायो, त्यस्तो कहिले नगर्नु। यो शरीरलाई स्वच्छ राख्नका निमित्तमा यसलाई नियमपूर्वक पालना गर्नु पर्यो। सूर्यलाई मैले गुरु माने नियमका काम गर्ने कुरामा। अनि चन्द्रमालाई पनि गुरु माने भन्नुभयो। चन्द्रमालाई किन गुरु मान्नुभयो भनेर सोध्दा शीतलता चन्द्रमाको गुण हो। हेर्नुहोस् त, संसारलाई उज्यालो दिनेवाला त्यो चन्द्रमाले पोल्यो भन्ने कहिले सुन्नु भएको छ? सूर्यको घामले अहिले पोल्या छ, गर्मी भएको छ है। चन्द्रमाले पोल्यो मलाई भन्ने कहिले छ त? छैन। त्यत्रो संसारलाई उज्यालो दिनेवाला चन्द्रमा पनि यति शीतल गुणले चाहिँ त्यो परिपूर्ण छ। संसारमा कस्तो बन्नु? चन्द्रमा जस्तो शीतल बन्नु के। धेरै चटपटे नहुनु, धेरै चकचके पनि नहुनु, धेरै किसिमको ऊर्जा झिक्छु भनेर त्यहाँ चाहिँ तमगुण पनि नभर्नु। धेरै चर्को, धेरै पिरो, धेरै राम्रो, धेरै अत्यन्त अतिवादलाई सर्वत्र वर्जित गर्नुपर्छ। अति सर्वत्र वर्जयेत भनेको छ के। अति कहीँ पनि राम्रो होइन, अति राम्रो कुरा पनि राम्रो होइन। अति जब मिठो, जाद्रै मिठो बोल्न लाग्यो मान्छे भने पनि अलिकति शङ्का गर्नुपर्छ है। सबै कुरा मिलाएर लिएर जानु पर्यो। त्यसका लागि के हुनु पर्यो भन्दा चन्द्रमाको जस्तो गुण हामीमा हुनु पर्यो। कोही शीतल हुनु पर्यो, कसैले भने पनि भन्नु, सम्झनु, होइन? झ्याप्पै प्रत्युत्तर नगर्नु, मिलाई मिलाई कुरा मिलाई 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 शीतल भएर कोही आवेगमै आएको रहेछ भने पनि त्यसको छायामा परेपछि शीतलता दिन सक्ने हुनु पर्यो क्या। त्यस्तो बन्नु पर्यो। त चन्द्रमाबाट मैले गुरु माने र म शिष्य भए भन्नुभयो। अरू कसलाई गुरु मान्नुभयो भन्दै जाँदा प्रभु 24 गुरुमा एउटी सामान्य कुमारीलाई पनि गुरु माने भन्नुभयो। कस्ती कुमारी भन्दा विवाह गरेर दिन योग्य भएकी कुमारी कन्या रहेछन् एक दिन घरमा एक्लै। त्यही दिन यी कुमारीलाई हेर्न भनेर 2 जना पुरुष आएछन्,
होइन छोरी हेर्न भनेर विवाह गर्ने बेला बाँकी छोरी घरमा बाबामा कोही पनि हुनुहुन्थेन। मध्याहको समयमा आए। मध्याहको समयमा उनीहरू आइसकेपछि चियापानी यताउता जे गर्नुपर्ने थियो संस्कार त उनले गरिन्। गरेपछि हजुरहरूको भोजन भएको छ कि भएको छैन भनेर छोरीले सोध्न पर्यो। सोधेको त बाबु खाना खा छैन मामीले खाना बनाऊ भनेछन्। त्यही बेला हेर्नुहोस् घरमा बाबा छैन आमा छैन कोही छैन एक्लै बसेको। त्यही दिन विवाह गर्नका लागि हेर्न भनेर आएका त हुनेवाला श्रीमान हो कि भन्नु पनि पर्यो। अब खाना बनाउनु पर्यो। भित्र गएर यता खाना बनाउँछु भनेर तयारी गरेको त त्यो दिन चामलको दानै रहन्छ। अब चामल छैन। चामल लिन बाहिर भाँडा कुडा अथवा चाहिँ भाँडा बर्तन लिएर बाहिर पल्ला गरेर चामल माग्न जाम भने मेरो बराउनी भाँचिन्छ। यसका घर त एक साग खाना पनि रहन्छ भन्ने होला। अब चामल नभइकन के खाना पकाउने बडा समस्या पर्यो। र उनले भकारीबाट धान झिकिछन्। भकारीबाट धान झिकिछन्। दुईजना पाहुना बाहिर बसिरहेका थिए। भकारीबाट धान झिकेर त्यो मसला कुट्ने ओखलीमा उनले धान कुट्न थालिछन्। बिचरा जो चाहिँ मसला कुट्ने ओखलीमा जब धान कुट्न थालिन्। धान कुट्न थाल्दा उनको हातमा लगाएका चुरा थिए। उनको हातमा लगाएको चुरा थिए। त्यो चुरा छिनछिन बन्न लागेछ। पक्का मेरो इज्जत जाने भयो। घर अन्न रहन्छ र यसले धान कुट्नलाई भनेर यिनीहरूले भन्लान्। त्यसैले यो चुरा खोल्न पर्यो भने भनिन्द्र दुईटै हातका चुरा खोलेर जब तल राखिसकेपछि अनि उनले फेरि त्यो ओखलीमा धान कुट्दै गएर त्यो धानबाट चामल तयारी गरेर खाना बनाएर आफ्नो कार्य सम्पादन गरिन्। तिनलाई कसरी गुरु मानियो भन्दा जस्तो अवस्था परे पनि आत्तिन हुँदैन। जस्तो अवस्था परे पनि आत्तिन हुँदैन। धर्जित भएर कार्य गर्न सक्यो भने एक दिन सफलता हुन्छ पहिलो कुरा। र दोस्रो कुरा ती नारीको हातमा लगाएका चुराबाट के ज्ञान प्राप्ति भयो भने जब उनले धान कुट्दै थिइन् यहाँ नारीमा लगाएका चुराहरू छिनछिन बज्न थाले। जब चुरा खोल्दिन् र दाहिने हातमा एउटा देब्रे हातमा एउटा मात्रै लगाएकी थिइन् त्यो बेला त्यो चुरा यहाँ आए पनि एक्लै यहाँ आए पनि एक्लै त्यो बज्दैन। सकेपछि अब श्रीमद् भागवतीको कथा पनि पूर्ण हुन लाग्यो। 12 स्कन्धमा गइसकेपछि राजा परीक्षितलाई तक्षक नाम गरेको नागराजाले आएर डस्ने तयारी गर्यो। त्यसै बेलामा प्रभु अब मैले मेरो मृत्युलाई स्वीकार गरी मलाई कति डर चिन्ता त्रास छैन। अब मैले अन्तिम अवस्थामा के खाऊँ भनिकन सोधने गर्नुभयो। त्यसै बेलामा अहम ब्रह्म परम धामम ब्रह्माहम परम पदम। अहम भनेको म ब्रह्म भनेको कहिल्यै नाश नहुने उसैको पदवीमा मैले प्राप्ति गरेँ। अब म वैकुण्ठको धाममा जान्छु भनेर निर्धक्क भएर भगवान परमात्मा नारायणको ध्यान गर मनन गर कीर्तन गर यसैबाट तिमी मुक्तिमा जान्छौ भनिकन भन्न लाग्नुभयो। आज राजा परीक्षितले श्रीमद् भागवती कथा श्रवण गरेका माध्यमले गर्दा तक्षक नाम गरेको नागले पनि डसे अन्तिममा वैकुण्ठ धाममा हुने गए। स्वर्गवासी देवताहरूले फुलमाला अबिरको वृष्टि गरे। सारा हरिद्वार नाम गरेको क्षेत्रमा परम पावन सानिध्यता बन्यो। भगवान सुखदेव नाम गरेका स्वामीले श्री कृष्ण परमात्माको लीला बताएर राजा परीक्षितलाई मुक्ति मार्गमा पठाउनु भयो। मायाको विभूतिको ज्ञानहरू बताउँदै श्रीमद् भागवतको अन्त्यमा गइसकेपछि पाखण्ड प्रचुरे राजा दस्यु प्रायसु राजसु चोरिया नृतव्रथा हिंसा नाना वृत्ति सुभै निर्सु। भगवान परमात्मा वैकुण्ठमा गइसके पछाडिबाट कसको हातमा राज्य सत्ता जान्छ यो पृथ्वीको मालिकको भएर बस्छ। कस्ता व्यक्तित्वहरूले राज्य सञ्चालन गर्छन् भन्ने विषयमा जिज्ञासा थियो। त्यही जिज्ञासालाई पनि परिपूर्ति गरिदिनु भयो। अन्त्यमा नाम संकीर्तनम मेष सर्व पाप प्रणाशनम प्रणामो दुःख शमनम स्तम नमामि हरिम परम। जसको नामले जसको संकीर्तनले जसको जब आत्मनिवेदनले जसको दासी बन्नाले आफूले गरिएका सारा पापहरू नाश भएर जीवनको अन्त्यमा भगवान नारायणको धाममा जान सकिन्छ। तिनै परमात्माको नाम लिनु, तिनै परमात्मामा चिन्तन गर्नु, तिनैमा भक्ति निवेदन गर्नु, तिनैमा ज्ञानात्मक कुराहरूलाई अगाडि बढाउनु भन्दै सुखदेव नाम गरेको स्वामी राजा परीक्षितलाई सतमार्गबाट वैकुण्ठ पठाउनु भयो। सोही चरित्र शौनकादि नाम गरेका ऋषि प्रणालीहरूलाई शुद्धजीले आज्ञा गर्नुभयो। सोही चरित्र पनि परम धार्मिक स्थल भइएको यस स्थानमा माण्डव गोत्र भएका मेघनाथ बुवा अनि गएर उहाँको धर्मपत्नी उहाँका छोराछोरीहरू इष्टमित्र बन्धु वर्गादि समस्त परिवारमा श्री भगवान राधा कृष्ण युगल किशोर रूपी परमात्माको कृपा वर्षिरहोस्। पितृहरूको उद्धार भएर जाओस्। अन्य परिवारजनहरूमा सुख शान्ति समृद्धि देश विदेश वैदेशिक यात्रा सदा सर्वदा उज्जवल बनोस् भन्नका लागि
श्रीमद् भागवती कथा संक्षिप्त रूपमा भगवान परमात्माको कोमल रूपी चरणमा नै भक्ति निवेदन गरियो। हरे नमः। जय बोलो राधा कृष्ण भगवानको जय। वाग्मय मूर्ति भगवानको जय। भागवत भगवानको जय। हरे पूरा भयो भागवत परशु शरण। हे पुरा भयो भागवत परशु शरण। भक्ता कर्ता सुन्ने सुरता रक्षा गरना। हे पुरा भयो भागवत परशु शरण। भक्त कर्ता सुन्ने सुरता रक्षा गरना। पुरा भयो भागवत परशु शरण। भक्त कर्ता सुन्ने सुरता रक्षा गरना। पुरा भयो भागवत परशु शरण। जय बोलो राधा कृष्ण भगवान को जय हो।
राम पहिलो पूजा गौरी पुत्र सिद्धि विनायकलाई राम पहिलो पूजा गौरी पुत्र सिद्धि विनायकलाई राम रातै चन्दन रातै फुलमाला चढाऊ हरि हरि रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ हे राम दोसरी पूजा आकाश भ्रमण सूर्य भगवानलाई राम दोसरी पूजा आकाश भ्रमण सूर्य भगवानलाई राम रातै चन्दन रातै फुलमाला चढाऊ हरि हरि रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ हे राम केसरी पूजा जगत माता दुर्गा भवानीलाई राम केसरी पूजा जगत माता दुर्गा भवानीलाई राम रातै चन्दन रातै फुलमाला चढाऊ हरि हरि रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चमा ज्योति आरती जगाऊ
पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चम ज्योति आरती जगाऊ हरि हरि पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पूजा अन्तर्यामी विष्णु भगवानलाई राम पाँचौं पूजा अन्तर्यामी विष्णु भगवानलाई राम पितै चन्दन पितै फुलमाला चढाऊ हरि हरि पितै चन्दन पितै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चम ज्योति आरती जगाऊ हरि हरि पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चम ज्योति आरती जगाऊ हरि हरि पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ सृष्टिकर्ता ब्रह्मा भगवानलाई राम छैठौं पूजा सृष्टिकर्ता ब्रह्मा भगवानलाई राम सेतै चन्दन सेतै फुलमाला चढाऊ हरि हरि सेतै चन्दन सेतै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चम ज्योति आरती जगाऊ हरि हरि पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चम ज्योति आरती जगाऊ हरि हरि पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चम ज्योति आरती जगाऊ हरि हरि पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति पहिलो पूजा गौरी पुत्र सिद्धि विनायकलाई राम पहिलो पूजा गौरी पुत्र सिद्धि विनायकलाई राम रातै चन्दन रातै फुलमाला चढाऊ हरि हरि रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चायनलाई पञ्चम ज्योति आरती जगाऊ पञ्चम ज्योति आरती जगाऊ हरि हरि पञ्चम ज्योति
आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ हे राम दोसरी पूजा आकाश भ्रमण सूर्य भगवानलाई राम दोसरी पूजा आकाश भ्रमण सूर्य भगवानलाई राम रातै चन्दन रातै फुलमाला चढाऊ हरि हरि रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ हे राम केसरी पूजा जगत माता दुर्गा भवानीलाई राम केसरी पूजा जगत माता दुर्गा भवानीलाई राम रातै चन्दन रातै फुलमाला चढाऊ हरि हरि रातै चन्दन रातै फुलमाला चढाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चमा ज्योति आरती जगाऊ हरि हरि पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ हे राम चौथै पूजा कैलाशवासी शङ्कर भगवानलाई राम चौथै पूजा कैलाशवासी शङ्कर भगवानलाई राम निलै चन्दन निलै फुलमाला चढाऊ हरि हरि निलै चन्दन निलै फुलमाला चढाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चमा ज्योति आरती जगाऊ
पञ्चम ज्योति आरती जगाऊ पञ्चायतलाई पञ्चम